बुलबुले दुधकुण्डको चाहिँ हामी दर्शनको लागि क्रमशः अगाडि बढ्दैछौँ। मेरो बुढी चाहिँ यहाँ अगाडि बढ्दैछिन्। हजुर चप्पल खोल्नु पर्दैन होला, अङ्कलले माथि जुत्ता लाएर माथि पुग्नु भएको छ, तर नियमहरू त्यति थाहा छैन है। यहाँ परेवाहरू मेरो गाजालो जस्तै परेवाहरू रहेछ। मेरो बुढी चाहिँ यहाँ अगाडि रमाउँदै 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 हिँडिरहेको छ है। ल दर्शन गर। हिजो पञ्चरदो बाटो बुइपामा चाहिँ मेरो बुढीले आइफोनबाट खिचिदिन्छु बुढा, आइफोनबाट भनेर मेरो चाहिँ भिडियो खिच्दियो, मेरै मोबाइलबाट खिच्दियो भन्दा मानेन। अनि मेरो चाहिँ भिडियो डिलिट गरेर फाल्दैछ होइन। तर केही छैन, मलाई त्यो रियल लाइफ भन्दा रियल लाइफ नै राम्रो भएको मनपर्छ होइन। मेरो बुढी त्यस्तो छ, तिम्रो आइफोनलाई भयो भने त्यो त खोलामा फालिदिएर त्यसलाई चढाइदिए पनि हुन्छ है। तपाईँको तीर्थयात्रा सफल रहोस्। दिक्तेल रूपाकोट मजुवागढी नगरपालिका भनेर भनिएछ। यो चाहिँ यो त हाम्रो किराँती पुर्खाहरू जस्तो पो छ त। यो स्क्याचु हेर्दाखेरि त शिव भगवान सर्प चाहिँ लगाइदिएको छ, तर है ल यस्तो साह्रो छ है यहाँ चाहिँ। अनि त्यो अत्यन्तै धेरै माछाहरू देखिने ठाउँ त यहीँ हो क्या र? यहाँ धेरै माछा थियो त, रातो माछा खै त आज छैन त। हाम्रो पुजारी बुवा हुनुहुन्छ क्या र यताबाट? ए भेटी पैसा लु त यसो चढाउ त। यताबाट अरे त्यो बाजेले निर्देश गर्दै हुनुहुन्छ यताबाट भनेर है। यस्तो डाँडाको मुनि चाहिँ यस्तो छ है। यो भोजपुर जाने बाटो हो। चखेवा जानु यहाँ थियो अराउन्ड 29 किलोमिटर भनिएको छ। हाम्रो खास हिजोको गन्तव्य चाहिँ चखेवा थियो, तर ओ माई गड यतै बस्ने अवसर मिल्यो। यति धेरै माछाहरू छ। यहाँको माछाहरू चाहिँ पहिला नै धेरै भाइरल भएको थियो। खास यहाँ रातो माछा थियो होइन पहिला? कहिले चाहिँ देखा पर्छ? ल नसुनु बाहिरबाट दर्शन गर्ने हो नि। रातो माछा चाहिँ कहिले काहीँ मात्रै हुन्छ। हजुर चाहिँ यहाँको पुजारी हो क्या? हजुरको नाम? दीर्घराज राई। यहाँ पहिला तपाईँको भिडियो धेरैचोटि हेरेको थिएँ, तर आज प्रत्यक्ष रूपमा हजुरलाई भेट्ने अवसर मिल्यो। कहिलेदेखि तपाईँ यहाँ पुजारी रहनु? म 14 सालदेखि सुरुवात गरेको। 14 सालदेखि बाबुसँग गरियो। 14 सालदेखि अहिलेसम्म? बाबुसँग गरियो 16 वर्ष। 16 वर्ष बाबु सकेपछि 2 वर्ष बाँध्यो। कसैले चाह गरेन, अनि मैले नै सुरुवात गरेँ यहाँ। यता श्रीगण्य प्रमाणमा दुःख नौरो शान्ति जन्ममा सुखले हो प्लास्टर लान्छु मुक्त न शान्ति भएर 6 वर्ष होइन हाम्रो नयाँ निकाल नौरो शान्ति जन्म ल यो मेरो पनि देऊ त बालाई। ल मलाई पनि लगाइदिनुहोस् न यसो। लु त बुवा ठिक छ, म आफै निकाल्छु। तिम्रो हातमा मोबाइल पर्नु साथ भिडियोहरू डिलिट हुन्छ होइन, अनि भयो बरु म आफै दुःख गर्छु। 100 वर्ष कार्य भन्ने हाम्रो हजुरको घर चाहिँ? मेरो घर त मेरो त उच्च मदनले घर। ए यो हो? तपाईँ के चामलिङ? मेरो जग्गा आयो। तपाईँ चामलिङ? होल चामलिङमा चामलिङ होल छ। यो जग्गा जमिन सबै तपाईँको हो? यसको विषयमा तपाईँले पहिला पनि भन्नुभएको थियो, यो कसरी चाहिँ उत्पत्ति भयो भन्ने विषयमा केही भन्नुहुन्छ कि? हजुर दुध कर्ण देवी हो। यो दुध कर्ण देवी भनेको यहाँ आङसेपुरमा दुध बग्छ र अघि उनीहरूले दुध बग्थ्यो अरे पहिला। आङसेपुरमा दुध बग्छ अरे। अनि फेर उहाँको अब हामीले यहाँ निश्चय गरेँ ऊ देखा पर्ने बेला यहाँ। अनि पहिला त माछाहरू पानी मात्रै भयो, अरू केही नभयो। यसरी माछा देखा नपर्ने, जुन माछा चाहिँ हुने तर माछालाई यहाँ देखा पर्ने नहुने माछा मान्छेको हुन नपाएपछि मान्छे भागिहाल्छ। मान्छेको नजर नपर्ने, लुकेर मात्रै हेर्नु पऱ्यो। एकदम हेर्नु मन पऱ्यो भने लुकेर मात्रै हेर्नु पऱ्यो, मान्छे गुन्डा भने पछि जाने। अनि त्यसो गरेर अनि निश्चय गर्ने तपाईँको चाहिँ अब 14 सालदेखि निश्चय कसरी भयो भन्नुहुन्छ भने
अनिखेरि यहाँ चाहिँ अब देवी भनेको बाघ छ बाघले तपाईँको सबै केही राखेन सबै वस्तु भाउ खाइदिने अनिखेरि के को छ त जुठो परेर चाहिँ हजुर दुध कन्या देवी छ नि दुध कन्याको निश्चय गर्नु सक्नुपर्छ हामीले नभए जाति हुन्छ निश्चय गर्ने जाति हुँदैन भनेर चाहिँ हाम्रो पुर्खाहरूले खोज्नुभयो कि बाबुले खोज्नुभयो सदेउता खोज्दामा त्यसरी कन्या चिन्ता ढुङ्गा भेट्यो यहाँ हजुर त्यो ढुङ्गाको निश्चय गरेपछि अनि राम्रो हुँदै आयो फेरि त्यो देवी भनेपछि बाबुले बाख्रा भोगिदियो होइन हजुर त्यो बाख्रा भोगिदियो तर हावा बटासले फेरि केही राखेन फेरि त्यसले पनि भएन अनि भेटीले गरेपछि अनि यहाँ भने पछाडि भोग चल्दैन हजुर अनि राम्रो हुँदै आएर यहाँसम्म पुऱ्यायो ए हजुर 14 सालदेखि सेवा गर्दै हुनुहुन्छ तपाईँ कति सालको म त 9 साल 9 साले 4 वर्ष उमेरले मैले यहाँ अब पसिना बगाएँ ठिक छ है ल खुसी लाग्यो प्रत्यक्ष हाम्रो चामलिङै हुनुहुँदो रहेछ के पो भन्नु हजुरको नाम दीर्घराज राई होल्छा म पनि चामलिङ हो म पूर्मिसा इला बोल्नुहुन्छ पिसेन्दा हजुर हजुर tie भनेको चाहिँ मिल्छ भनेको हो ल हाम्रो पुजारी बुवा हुनुहुन्छ रहेछ हाम्रो चामलिङ नै र यहाँ चाहिँ यस्तो किङ एलम्बरको चाहिँ यता उ रहेछ अनि यता चाहिँ खास चाहिँ यहाँ आफै यसरी पानी उब्जने है यति धेरै तल बगिरहेको यहीँबाट उब्जेको पानी हो ल पोखरीमा कुनै पनि किसिमका झारपात ढुङ्गा लगायत वस्तुहरू नफालिदिनु हुन विनम्र अनुरोध गर्दछौँ दिक्तेल रूपाकोट मजुवागढी नगरपालिका भनेर लेखिएको रहेछ र यहाँ हाम्रो खोटाङको चाहिँ म्याप तपाईँहरूले हेर्न सक्नुहुन्छ है दिक्तेल रूपाकोट मजुवागढी नगरपालिका यो जाल्पा पल्लो छेउ पर्यो खार्मी यता पाथेका नेर्पा दोर्पा चिउरी डाँडा निर्मली डाँडा दोर्पा चिउरी डाँडा लफ्याङ दिक्तेल सोल्मा बामराङ खाल्ले विजय खर्क बोइपा नुन्थला भनिसके पछाडि हाम्रो यता हलेसीतिरको चाहिँ छुटेको रहेछ है यहाँ जस्तो लाग्यो मलाई है अनि खास चाहिँ हाम्रो हलेसी यता पर्छ यता पश्चिम भेग पर्छ ठिक छ दिक्तेल रूपाकोट मजुवागढी नगरपालिका प्रथम नगर दिवस स्तम्भ नगर प्रमुख श्री दीपनारायण रिजाल ज्यूबाट अनावरण सम्पन्न भयो मिति 2075 असार 18 गते बुद्धको मूर्ति रहेछ यहाँ ल यहाँ नजिक मेरो गाजलहरू जस्तै लाग्यो परिवारहरू यहाँ राख्नु भएको रहेछ यहीँ यहाँ ढाडेहरू नआउने रहेछ है जङ्गल छेउ छ तर पनि सेफ रहेछ माथि बनाइदिनु भएको रहेछ हजुर अब लगभग मेन ठाउँमा आइहाल्यो अब अबेला हुन्छ आज पनि यतै बस्ने बेला हुन्छ फेरि तिमी यता आउँदा राम्रो हुन्छ अब अनि ल यहाँ सिसी क्यामेराहरू पनि जोडिएको रहेछ है ढुङ्गा माटो झारपातहरू नफाल्नु भनेर चाहिँ यहाँ लेखिएको रहेछ हाम्रो किङ एलम्बर हुनुहुन्छ यहाँ है ल ठुल्ठुलो माछा पनि रहेछ ल अत्यन्तै खुसी लाग्यो यस्तो हाम्रो खोटाङमा यस्तो ठाउँ पनि रहेछ है यता यस्तो वन जङ्गल अनि पहाडा छ अनि यहाँ चाहिँ यस्तो तिमी सबै मेरो भिडियोमै छौ हेर धेरै यो रियल लाइफमा धेरै मोह नगर तिमीले जान्दैनौ रहेछ मैले अघि पनि भने मेरो बुढीले म आइफोनबाट यस्तो राम्रो झिक्दिन्छु भनेर भन्यो अनि मेरो भिडियो चाहिँ डिलिट गरेर फालेको छ केही छैन मलाई केही गुनासो छैन हैन मलाई रियल लाइफ भन्दा रियल लाइफ गजब लाग्छ हैन त्यो हैन त्यो आई लभ यु को पनि खासै आवश्यक छैन छँदैछ नि त तिमी साथमा त्यस्तो छ हामी अब यो डाँडा सर्लक्कै काटेर उता चखेवातिर लाग्दैछौँ है साथीहरू है ल यो भिडियोलाई चाहिँ मैले यहीँ बिच मारेँ बाई बाई गरिदेऊ त लु